आप खेती गर्नाले फाइदा नै फाइदा छ। यसले हामीलाई जिन्दगीभर फल दिन्छ। जबसम्म हाम्रो जीवन रहन्छ र हामी मरेपछि पनि यसले लगभग 150 वर्षसम्म फल दिन्छ। र यसले फल मात्रै दिन्न, हामीलाई प्राणवायु जुन हाम्रो अक्सिजन छ, अक्सिजन पनि यसले हामीलाई दिन्छ। यसले हामीलाई दाउरा पनि दिन्छ। जाडो याममा आगो ताप्नको लागि दाउरा पनि यसले दिन्छ। र साथै यसले गर्मी याममा छाया पनि दिन्छ। यसले फल दिन्छ, छाया दिन्छ, अक्सिजन दिन्छ, दाउरा दिन्छ। यसमा हजुरहरूले चाहिँ 3 सालसम्म मात्र यसमा अलि मेहनत गर्नुपर्छ। यसको रेखदेख गर्नुपर्छ। जब यो ठुलो हुन्छ, गाई गोरुहरू यसलाई खान सक्दैनन्, त्यति बेला हजुरलाई केही पनि गर्नु पर्दैन। मात्रमा टाइममा सिँचाइ गरिदिनुपर्छ। र यसले फल दिने काम लगभग 150 वर्षसम्म, हाम्रो 2 पुस्तालाई यसले फल दिन्छ। यसकारण हजुरहरूसित थोरै जग्गा छ भने एकचोटि त्यसमा चाहिँ हजुरहरूले आँपको रुख लगाइदिनुहोस्। आँपलाई फलको राजा पनि भनिन्छ। यसमा विभिन्न किसिमका पौष्टिक तत्त्वहरू भरिएका हुन्छन्, जुन कि हाम्रो शरीरको लागि एकदमै राम्रो मानिन्छ। आँपको खेती गर्न यसमा कुनै पनि तालिम लिनु पर्दैन हजुरलाई। यसमा कुनै पनि रकेट साइन्स छैन। तपाईँ एकचोटि लगाइदिनुहोस्, 3 वर्षसम्म रेखदेख गर्नु, त्यसपछि यसले फल आफै